Hello guys, first of all भन्न चाहन्छु ढिलै भए पनि सबैजनालाई ह्यापी न्यू इयर हैन। नयाँ वर्षको सबैजनालाई शुभकामना। न्यू इयर न्यू होप मे वी ग्रो गेन्टली लभ डिपली एन्ड लाइफ हनेस्टली भन्न चाहन्छु सबैजनालाई, न मलाई पनि। अब यो घुम्दा घुम्दा खानेकुरा यो चाहिँ लभिङ हो। यो नागाको 1 वर्ष भइसक्यो अनि समोसा अनि बिरयानी मलाई एकदम मनपर्छ। अनि मेरो फेभरेट मोमो। अनि हामीले चाहिँ यति नै अर्डर गरेर खायौँ। साथीहरू पैसाले के आउँदैन होइन, पैसा नभए चाहिँ केही हुँदैन भन्नु न। मान्छेहरू पैसाको लागि एकले अर्कालाई मार्ने काट्ने छोड्ने समेत गर्छ क्या। त्यसपछि हामी साकाई टावर गयो। मैले चाहिँ यहाँनिर हानाबी हुन्छ भनेर एक्सपेक्ट गरिरहेको थियो होइन, तर भएन। यति मात्र भयो, लाइट मात्र बल्यो। त्यो पनि छिटै गएको भएर यस्तो गरेको पनि हुनसक्छ। अनि त्यसपछि आइसक्रिम। अनि आजको दिन चाहिँ मेरो यस्तै गरी घुम्यौँ पनि होइन। अनि त्यो घडीमाथि घडी तल यस्तै गरेर अनि यो मलाई चढ्ने रहरै थिएन, तर पनि म चढेँ। मलाई यस्तो चढ्दा एकदम रिङ्गडा लाग्छ नि त। तपाईँलाई कस्तो हुन्छ? अनि त्यसपछि खाएँ घुमेँ अनि अलिअलि भिडियोहरू फोटोहरू खिचेँ। अनि यसपालिको न्यु इयर चाहिँ एकदम रमाइलो भयो होइन। आज रमाइलो भयो जस्तै आउने दिनहरू पनि रमाइलो होस्। हुन त रमाइलो भनेको आफूले गर्ने हो कि, अरूले दिने होइन, अरूले दिएको खुसी लिने होइन। मलाई चाहिँ यस्तो लाग्छ क्या, अरूले दिने खुसी भनेको 2 दिनको हो। आफूलाई ह्याप्पी बनाउनुपर्छ। जस्तो सुकै सिचुएसन आए पनि आफूलाई स्ट्रङ बनाउनुपर्छ जस्तो लाग्छ। अरूले के गरे के गरेन, के खाए के लाएन सोच्नुभन्दा पनि आफूलाई स्ट्रङ बनाउने। अनि यसले आफूले आफूप्रति ध्यान दिने सबैजनालाई 1 सेकेन्ड ह्याप्पी न्यु इयर।